1 2 3 ल अमै यो दाजु यो चाहिँ ससुरालीमा आइएको छ अमै ल कत्रो कत्रो ल अन्त राम्रो मन लोभाउने खालको लाग्यो देखाउँदैछु नि अमै दाजु ल हेर्नु दाजु दाजु ल हेर्नु त अमै ससुरालीमा आइएको छ आम्मा लडिन्छ होला दाजु हेर्नु त यो हेर्नु त ल यो हो नि तरिका है दाजु खोइ दाजु आउनु होला तपाईँहरू पनि सन्तोला खानु मौना बुदुक मेरो कान्छा दाजुकोमा जेठान दाजुकोमा एब्सोल्युटली राइट साँच्चै अत्यन्तै राम्रो सुन्तला फलेको छ एक बोट चाहिँ यस्तै पाहुनाहरूलाई दिने भनेर राख्नु भएको रहेछ अरू चाहिँ यसो ठेक्का गरिसकेको सबै टिप्दैछन् टिपेको पनि देख्यो खायो मौसम अनुसारको फल यसपालि मौसम राम्रो हुनाले एकदम यो दाग बिनाको सुन्तला फलेको रहेछ यसपालि एकदम ठुलो सुन्तला फलेको रहेछ ल यो गाउँ त्यसै पनि मनमोहक छ अत्यन्तै मौसम खुलेको अवस्था छ हामी आज यो सुन्तला हेर्नको लागि पनि भेटघाट अलिक माथि छ होइन कस्तो मजाको आम्मा सन्तोला यहाँ देखाउँ त 5 वटा मात्रै टिपेछ टिप्छु नि अझै ल हेर्नु दाजु यसलाई तानौँ ल नमाथि दाजु हेर्नु त ल धेरै नटिम भोलि पनि छ आम्मा ल फेरि यसरी सन्तोला खाउँ मौना बुदुकको ओरेन्ज साँच्चै राम्रो फलेको बोट चाहिँ आउनुहोस् तपाईँहरू पनि ल यो चाहिँ मेरो कान्छा दाजुको बगैँचामा फलेको सन्तोलाहरू आधा टिपिसक्नु भएछ अब थोरै बाँकी रहेछ यहाँनिर हाम्रो सोल्टीले यहीँ यसो गर्दै हुन्छ यो सन्तोला सन्तोला 3 क्वालिटीको सन्तोला रहेछ यहाँ सानो ठुलो यहाँ चेन्ज गर्दैछ मेरो लुङ्गाहरूले